साटौँला सबैले दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी अनि त्यसपछि केटाहरूले चाहिँ के भन्दा यस्तो मेसेज गर्नु पर्यो भने फकाउनु पर्यो नि त नयाँ घर हुन्छ नयाँ थर हुन्छ तर चिन्ता नलिऊ प्यारी स्वर्ग सर हुन्छ दुःख साटौँ सबैलाई ए दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी केटीहरूले चाहिँ के भनेर मेसेज पठाउनु भने छोटो मिठो है त के भन्ने भने मन दुखाउने छैन शिर झुकाउने छैन पिर बेथा हाँसो खुसी केही लुकाउने छैन दुःख साटौँ यस्तो हुनु भने दुःख साटौँला सुख साटौँला अब जिन्दगी हो यो भनेपछि सेट हुन्छ दुःख साटौँला ट्र्याक प्ले गरिदिनु ल आफ्नो माया गर्ने जोडीलाई सम्झेर गाइदिउँ है त तपाईहरुले म आफैलाई सम्झेर सक्नुहुन्छ फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै अब एकचोटि हल्ला सुन्नु पर्यो सुखदेव स्वामीलाई बताउँदा यसरी रमाइलो भएको बेलामा जसले नाच्दैन जसले ताली बजाउँदैन त्यस्तालाई भगवानले पापी बक्सिन्छ जसले धर्म कमाउन चाहन्छ सबैले हातमाथि गरेर ताली बजाइदिए बक्सिन्छ हे लमै बजारतिर बल्ल त भयो रमाइलो लमै बजारतिर जस्तै नाच्छ जस्तै ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ जस्तै नाच्दैन जस्तै ताली बजाउँदैन जो यति रमाइलो हुँदा पनि धुम्म परेर बस्छ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुकिन्छ त्यस्तै मान्छे भूत भएर डुल्न पर्छ बाजुन्जेल यस्तो आफ्नै गाउँमा यति रमाइलो भए परे माथिबाट चिसोले आने तल चिसो छ गरे त्यो मान्छे मरेपछि चिसै भएर खोला खोला भूत भएर डुल्न पर्छ स्वर्ग जाने बेलामा यसरी बाटो झुकिन्छ कि कसरी बाटो झुकिन्छ भने स्वर्ग जाने बाटो तल्लो हो कि 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 जस्तै नाच्छ जस्तै ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ कस्तो राम्रो बाटो भन्नुहुन्छ नि त्यो फ्लाइटको बिजनेस टिकट हुन्छ नि त्यो बिजनेस टिकट वाला क्या त्यो दामी वाला